समुद्र, गतिमण्डोक समुद्र, छिरोत समुद्र, आरोप समुद्रले विकसित भएको छ। त्यहाँ अग्निद्र राजाले राज्य गर्दछन् र प्रसदीप इच्छुरसौ समुद्रले विकसित भएका छन्। त्यहाँ इन्धम्न जीवन नाम गरेका राजाले राज्य गर्दछन् र सार्मलीद्वीप सुरोत समुद्रले विकसित छ। त्यहाँ यज्ञबाहु नामका राजाले राज्य गर्दछन् र कुशद्वीप घृतोत समुद्रले विकसित भएको छ। त्यहाँ हिरण्यदेवता नाम गरेका राजाले राज्य गर्दछन् र क्रौंचद्वीप क्षीरोत समुद्रले घेरिएका छन्। त्यहाँ घृतपृष्ठ राजाले राज्य गर्दछन् र शाकद्वीप गतिमण्डोक समुद्रले घेरिएको छ। त्यहाँ मेधा नाम गरेका ऋषिले राज्य गर्दछन् र पुष्कर नाम गरेको द्वीप शुद्धोत समुद्रले विकसित भएको छ। त्यहाँ विधिहोत्र नाम गरेका राजाले राज्य गर्दछन् भने यो जम्बूद्वीप जहाँ हामी विराजमान छौँ त्यसलाई जम्बूद्वीप भनिन्छ। यो जम्बूद्वीप विस्तार 4 लाख योजनको छ। कमलको आकारको जस्तो छ। 4 लाख कमलको दाना जस्तो हुन्छ। मखानेको दाना, मखनाको दाना अन्य भनिन्छ। त्यो दानाको जस्तो दाना छ त्यस्तो किसिमको यो मण्डल बनेको छ। 4 लाख कोषको। त्यसमा 9000 योजन गरेका 9 खण्डहरू छन् र त्यस प्रकार सृष्टि गरेकी अष्टपर्वत सृष्टि गरे। त्यसपछि उहाँले अष्ट नाम गरेका पर्वतहरू तयार गर्नुभयो र ती पर्वतहरू भने सुमेरु पर्वत, गन्धमादन पर्वत, कैलाश पर्वत, हिमालय पर्वत, त्रिकुट पर्वत, चित्रकूट पर्वत र चन्द्रकान्त पर्वत र चन्द्रकूट पर्वत गरी 8 पर्वतहरू तयार हुनुभयो। त्यसपछि अब प्राणीलाई सृष्टि गर्नु पर्यो भनेर महादेवको तपस्या गर्न थाल्नुभयो ब्रह्माजीले र दिव्य 12000 वर्षसम्म ब्रह्माजीले कठोर तपस्या गरिसकेपछि महादेव प्रकट हुनुभयो कि म अति प्रसन्न भएँ, अब वरदान माग भन्ने आज्ञा भएको सुनि ब्रह्माजीले अनेकौं उपचारले भगवान शिवजीको पूजा गर्न थाल्नुभयो, स्तुति गर्न थाल्नुभयो, प्रार्थना गर्नुभयो र भन्न लाग्नुभयो, हे ईश्वर, आफैले अनेकौं ब्रह्माण्डको रचना गर्नुहुने र आफ्नै मायामा घुलिरहेका यस्ता हजुरलाई मैले कोटि कोटि नमस्कार गर्दछु। हे प्रभु, एक मूर्तिबाट हजुर 3 मूर्ति हुनुहुन्छ। कस्ता कस्ता मूर्ति? पहिलो मूर्ति ब्रह्मा, दोस्रो मूर्ति विष्णु र तेस्रो मूर्ति शिव भइरहेका यस्ता हजुरलाई मैले कोटि कोटि नमस्कार गर्दछु। हे ईश्वर, हजुरको महिमाको वर्णन शेषनागले र शारदाले पनि गर्न नसकेको म कसरी गर्न समर्थ छु? हजुरको कृपाले गर्दा दीर्घ द्वीपहरू, समुद्रहरू, पर्वतहरू